टाइम लाग्छ नत्र तपाईँहरू होइन सबैले गर्न सक्छ। मजाले काटेर हाल। ल यो रोल चाहिँ रेडी टु गो छ। यहाँ चाहिँ मिलाउनु गाह्रो हुन्छ। उसले प्रियले काट्दैछ। अनि बोल्दै नबोलेको त मजा आउँदैन नि त। भिडियो पनि बोल्दै नबोलेको हुन्छ। बोलेकै राम्रो हुन्छ। दुःख गर्नु चाहिँ दुरेको रहेछ है बुढे। दुःख होइन यो, यसलाई दुःख भन्दैन। रहर हो। माथि नि भाइ त्यो ठाउँमै लग्यो। यहाँ चाहिँ स्ल्याब भन्दैछ। भिडियो खिच्दाखेरि हेर्नु हुँदैन। काम गरिराखेको भिडियो आएको पो राम्रो देखिन्छ त। जानु पर्यो भने नमस्ते गर्नुपर्छ। सम्याउने काम हुँदैछ। अब यहाँ टफ हालेपछि ठिक राम्रो देख्छ। माथि भत्केला उता भड्केला फेरि। निस्क्यो आउन ठुलो आइसक्यो। ल वेल डन। अर्को पनि निस्क्यो त भाइ। ल तिनवटा निस्क्यो है। हेर्नु नि बाँचिङ रहेछ कि पहिला। काँचो रहेछ उयो त। र बाँचिरहेको रहेछ। निकालेर राम्रो हो नि त। तपाईँको घरमा यस्तो स्ल्याब हालेपछि रुख नभएको राम्रो हो क्या। रुखले गर्दा जरा गएपछि सबै पछि निस्किन्छ क्या। तिनवटा टोटल निस्क्यो है। वान म छ। एउटा बाहिर निकालिसकेको छु। ए हो र? अनि उतापट्टिको त्यहाँको के त खाल्टा खरेको। 1 2 3 4 5 वटा भयो त हैन। यो चाहिँ फाइनल टच। त्यो अलिअलि बालुवा छेउछेउमा हालेपछि चाहिँ यो हल्लिँदैन भन्छ। स्ल्याब चाहिँ बनाइसक्यो। टफ हाल्यो भने अझै राम्रो देख्छ। टफ चाहिँ अब वेटिङ फर डेलिभरी लास्ट डे। ल यहाँ 70 रोल चाहिँ डेलिभर भएछ। अब यो प्रिय चाहिँ रेडी हुँदैछ हौ। जुत्ता लगाएर हाम्रो टफ मास्टर होइन तिमी। चारवटा हुन्छ होला है। बोक्नु सक्दैन। मेरो पाठ सुरु भयो। ढल्किन्छ त जताततै। यहाँ निस्किन्छ बढी। निस्किन्छ हौ।
यहाँ तिमीले बनाउनु सुरु गरिरहेको त्यही थुपारिदिनु ल प्रियले चाहिँ कन्टिन्यू गर्दैछ यहाँ चाहिँ काटेर हाल्नुपर्ने भएछ यो चाहिँ तिमीलाई सट्ट यसरी राख्यो भने चाहिँ ले गुन्द्री जस्तै फिजाउँछ क्या यस्तै सरर जान्छ त्यो तरिकाले राखिदियो भने खतम भएछ नि त्यहाँ झरेछ तरिका अहिले मात्रै थाहा भयो यसरी राख्यो भने क्या यसरी अब यो भएन तिमीले सरर गयो भने चाहिँ जाँदो रहेछ क्या धेरै किसिमको झार हुन्छ यो कम्पनीमा चाहिँ खास दुई खालको मात्र झार हुँदो रहेछ स्ट्यान्डर्ड र सुपरियस हामीले चाहिँ अलिक स्ट्यान्डर्डभन्दा सुपरियस राम्रो भनेर चाहिँ सुपरियस हाल्दैछौँ ल प्रियले चाहिँ आधी उधी गरिसकेको छ हाम्रो नयाँ घरको एक्सपिरियन्सले गर्दा पनि होला अहिले त सट सजिलो छ यो झार लाउनु चाहिँ तर सम्याउनु चाहिँ अब अलिकति टाइम लाग्छ नत्र सबैले गर्न सक्छ गर्दाखेरि यो चाहिँ हामीले पनि कहिले नगरेको चिज हो दुईजनाले चाहिँ हामीले आँट गरेको आँट गरे अनुसार विशेष मेरो प्रियले चाहिँ ठुलो आँट गरेको म चाहिँ होइन प्रोफेसनल हालौँ भन्दै थियो पहिले नयाँ घरमा एक्ज्याक्टली उसको आँटले गर्दा खतरा पो हुँदैछ त हौ प्रिय ल दामी नै हुँदैछ है अहिले त गजरा ओछ्या जस्तै नकली जस्तै देखिएछ तर नकली चाहिँ होइन यो झार चाहिँ प्रोपर सुपरियर झारको नाम चाहिँ दामी छ यो चाहिँ उसले ग्राउन्ड सम्याउँदैछ त्यसले चाहिँ फुरुरुको बनाउँछ फुरुरुको बनायो भने चाहिँ झारलाई चाहिँ सजिलो ग्रोन अप हुनु सजिलो हुन्छ अनि लेभल पनि ठ्याक्क मिल्छ त्यो फुरुरुको माटो आउँछ त्यस पछाडि ठक्क बिछाइदिने अनि पानी हालिदिने आज हामी 9 बजी स्टार्ट गरेको ढिलो हुन्छ भनेर 1 घन्टामा अलमोस्ट हाफ अफ डन होइन प्रिय आधी त सकियो के अरे 70 रोल मैले लिएको हामीले 70 रोलमा चाहिँ 30 रोल चाहिँ भयो स्पेन्ड भयो उब्रिन्छ कि पो जस्तो लाग्यो हो म त 74 मेरो नापमा चाहिँ थियो तर त्यो परतिरको त्यो के अरे सानो त्यो सेट छ नि त हौ त्यो हटले गर्दाखेरि सायद मेरो विचारमा ठिक हुनुपर्ने हो प्रोफेसनलै भयो नि दिइरहेछ त प्रियले यार हामीले त्यो फर्स्टमा भन्दा अहिले सेकेन्डमा चाहिँ भेरी कम्फर्टेबल्ली भयो होइन उ गर्नु थाहा भयो नि त ल यो रोल चाहिँ रेडी टु गो छ ल यहाँ चाहिँ मिलाउनु गाह्रो हुन्छ उसले प्रियले काट्दैछ काटेर चटक्क क्र्याब खुवाउने होइन प्रिय क्र्याब खुवाउने भन्छ उसले ल झार पनि क्र्याब खुवाउ है त्यसो भए आधी उधी भइसक्यो प्रियले हार्डवर्क गर्दैछ है वेल डन प्रिय ठिक छ हो नि हार्डवर्क गरेको देख्दा चाहिँ माया लाग्छ यार मेरो प्रियलाई ठिक छ राम्रो हो नि त काम गर्नु ल अलमोस्ट 1.5 आवर्समा त यति भयो त हौ सक्यो त हौ आज म दिनभरि लाग्छ जस्तो लाग्यो थियो प्रिय एकैछिनमा सकिला जस्तो भयो त अब 1 घन्टामा सकिन्छ है सबै त्यो पानी सानी हाल्नु गरेर सबै यो चाहिँ
टुक्रा नमिलेर मजाले काटेर हाल्नुपर्छ। तर दिँदैछ त हौ प्रियले। स्केलफुल काट्नु पर्ने हुनाले उसले चाहिँ स्केलफुल एक्सपिरियन्स बटुलेछ पहिलाको जस्तै। अनि पहिला गरेको हो नि त तिमीले होइन? राम्रो छ है, राम्रो छ। ओके, यो चाहिँ भयो होइन? त्यहाँ सानो टुक्रा चाहियो। एउटा टुक्रा हाल्नुपर्छ। झार्ना त भइहाल्छ नि होइन? इमाकुलेट भयो त नि। ल अब एउटा रोल मात्र बाँकी रह्यो, यो उब्रेको रोल चाहिँ यहाँ। ल मात्र एउटा कति एकुरेट भएछ हौ उता के जति उता। अब यो यहाँ चाहिँ खाली यहाँ रहेछ होइन? अब यहाँनिर चाहिँ आधी यहाँ हाल्ने। अलिअलि म खन्छु ल, त्यहाँ अलिक ड्राई छ हो। यहाँनिर आधी हालिसकेपछि चाहिँ फेरि अलिकति बाँकी यहाँनिर उब्रेको छ। यहाँनिर चाहिँ हाफ यो सानो रुखको फेदमा, रुख नभनौँ के भने फुल भनौँ, यो सानो झाडीको फेदमा चाहिँ मिलाउनु गाह्रो छ। नगर्दा पनि हुन्छ, तर हामीले चाहिँ नाइस होस् भनेर काटेर हुन्छ कि कसरी हुन्छ मिलाउने कोसिस गरेको। ल यहाँ चाहिँ यसरी मिलायो। प्रोफेसनलले पका यसरी मिलाउँदैन नि। यसरी मिल्यो यहाँ चाहिँ मजाले गऱ्यो। यहाँ प्रोफेसनललाई छोडिदिउँ भने अर्काको भनेर यसरी मिलाउँदैन। हामीले चाहिँ अब आफ्नै दिनै पऱ्यो नि त मजाले झारहरू होइन? बुढी प्रियले मजाले दिइरहेछ यार। उहाँको घर पनि त्यसरी नै दियो, आज पनि प्रोफेसनल त तिम्रो र मेरो त टफ बिजनेस पो गर्नु पर्ला जस्तो भयो त। टफ हाल्ने बिजनेस हाल्ने मात्र होइन, तर त्यो समय आउँदा त फेरि शेष पर्छ नि त। कुरा चाहिँ यो छ। ल ठिक छ, उसले घाँसमा भुइँमै बसेर दिइरहेछ। ल इन्जोय पनि गरिरहेछ है काममा। इन्जोय भइरहेछ होला नि तिमीलाई? इन्जोय भइरहेछ होला नि त होइन? भुइँमै दिइरहेछौ त नि झप्प बसेर। झारको टालटुल उसले दिँदैछ। एकदम एकुरेट भयो आज हाम्रो के जति झारको ऊ चाहिँ नापाइ चाहिँ। नाप्नु त नाप्नु, तर कडा भन्नाले पनि यस्तो भयो क्या। खास मैले चाहिँ घाँस चाहिँ मैले चाहिँ यहाँको भाग ननापेको हो। यहाँ ननापेको अर्थ यहाँको यताको भाग ननापेको अर्थ चाहिँ ऊ त्यहाँ सेट थियो नि त। अनि मैले के अरे 10/7 मिटर्सको गरेको थिएँ, अन्दाज गरेको थिएँ। त्यो अनुसार गरेको हो क्या। अब त्यहाँ ल फाइनल्ली टफ डन। अब लास्टमा पानी हालेर यसलाई चाहिँ छट्ट राख्नु पर्ला। ल आजको काम चाहिँ यहीँ आएर समाप्त छ, तर पानी स्टिल लाउनु पर्ने छ। साँच्चै भन्नुपर्दाखेरि सुन्दा चाहिँ सजिलो छ, काम गर्नु त गाह्रो छ, तर पनि सबै डन भयो, खुसी लाग्यो। हो मेरो प्रियलाई वेल डन फर हार्ड वर्किङ है। तिमीले चाहिँ यो गरौँ नभनेको नसकिन्थ्यो, म त आँट नगरेको। आँटिलो चाहिँ आँटिलो छौ क्या तिमी। जस म त आँटै नगरेको नि त। मान्छे सानो भए आँटिलो हो। कुरा चाहिँ गतिलै गरे है। वेल डन। पाइपले सरसफाइ पनि हुँदैछ, झार पनि लगाइसकियो। अब झारमा पानी पनि लगाइसक्यो। यस्तो देखिएको छ अहिले चाहिँ हाम्रो गार्डन। सुपर्ब देखेको छ है।
कस्तो 2 घन्टामै कस्तो हरियो आयो त पानी लाग्यो त पिए मेरो हात त यहाँ त पिल्सेछ नि त त्यही त अब काम गर्दाखेरि ल कस्तो हरियो बाजा अमाजी कस्तो राम्रो देखेको प्लस हेर न कस्तो हरियो आएको कि अघि पहेँलो थियो नि त त्यो रोल भएकोले